कस्तो अब कस्तो नरमाइलो लाग्छ हौ कस्तो लाग्छ अब पहिला बसेको ठाउँ हुर्केको ठाउँ पढेको स्कुलहरू देख्दाखेरि कस्तो नरमाइलो लाग्छ अब फेरि 2-4 दिनमा आइहालिन्छ घुम्न मन लागिहाल्छ आफ्नो हुर्केको ठाउँ आफ्नो गाउँ 10-15 चोटि भइसक्यो म त अनि कुन क्याम्पबाट आउनुभयो अहिले अहिले बेलडाङ्गी यहाँनिर अब बोटानिकल पार्क भने मान्छेहरू टुरिस्टहरू आउँछन् यहाँका मान्छेहरूले सामान्य पसल राखेको हुन्छ होइन जेसुकै होस् एनी हाउ पसल राखेको हुन्छन् पसलबाट नै उनीहरूको जीवनस्तर उज्यालो हुन्छ सुनसान मात्रै नै यहाँ त आत्मा रोएर आउँछ मलाई त सिधा कुरा भनेको म अहिले भन्ने मलाई पुरा आत्मा रोएर आउँछ मलाई किनभने हामी अब कस्तो भने सहर भन्ने पनि सहर पनि होइन गाउँ भने गाउँ पनि होइन तर हामीलाई सहरको रूपमा स्थापित भएको थियो आज यहाँका हाम्रा भनौँ न भुटानी शरणार्थी भने पनि अथवा नेपाली दाजुभाइ भने पनि उहाँहरू हिँडेपछि हाम्रो आत्मा एकदम धुरधुर रोएको छ यो मेरो मात्र रोग होइन यो सारा गाउँलेको रोगको छ क्या पुरा 20 वर्ष होइन नङ्ग्रा मासुको सम्बन्ध भएर बस्यो अनि गरिदिन्छु भने पनि भयो यो बोटानिकल पार्क भयो भने हाम्रा इष्टमित्र यहीँ बसेका रहेछन् भने हामीलाई महसुस हुन्छ कि ईश्वरीय कुरा भन्ने हाम्रो हामी 20 वर्ष नङ्ग्रा मासुको सम्बन्ध बस्यौँ तँ पनि भनेनौ तिमी पनि रिफ्युजीहरूसँगको हाम्रो एट्याचमेन्ट यदि यसलाई चाहिँ बोटानिकल पार्क बनायो भने सायद त्यो टाढा भएर जान्छ त्यो उनीहरू र बिचको हामी बिचको एउटा संरचना नै नभएपछि के रहेर यो त्यसै उजाड हुनु त यो संरचनाहरू हामी जति जुन मान्छेहरू जो हाई स्कुल छ त्यो होइन पिपी स्कुल छ यो हामी बचाउन चाहन्छौँ कम्युनिटी के चाहन्छ बोटानिकल पार्क पनि उहाँहरू भोलि एक दिन अमेरिकाबाट क्यानाडाबाट अस्ट्रेलियाबाट आउँदा पनि हामीले पढेको स्कुल हाम्रो रासन गोदाम भन्ने कुरा चाहिँ उहाँहरूलाई पनि फिलिङ होस् योलाई चाहिँ हामीले जसरी पनि यसलाई हामी गार्ड राखेर हुन्छ के गरेर हुन्छ हामी स्थानीयहरूलाई हामी बचाएर देखाउँछौँ क्या यो कुरा चाहिँ उहाँहरूलाई पनि फिलिङ होस् हामी बसेको कुरा हामीले यस्तो गरेको कुरा भन्ने उहाँहरूलाई पनि होस् उहाँहरू आउँदा पनि एउटा हामी बसेको ठाउँ रमाइलो रहेछ भन्ने कुरा चाहिँ फिलिङ होस् क्या उहाँहरूलाई होस्